50 को यति पिरो गराएर पठाएको छु बुढीको रियाक्सन हेर्नको लागि गाइस पुरा भिडियो हेरौँ। तब तक गाइस लाइक कमेन्ट शेयर सब्सक्राइब गरौँ। मर्न दिएको नि यत्रो पिरो खाइस दोहोर्ने भइसक्यो होला। त्यो मिठाई सिठाई त लिएर आउनुपर्छ। सो हेलो गाइज वेलकम ब्याक टु गाइज न्यू ब्लग। धेरै भयो है खलकपन नआएको युट्युबमा। अनि सर्ट भिडियो चाहिँ बेला बेला हाल्थेँ कि अनि सर्ट भिडियो पनि आयो त्यस्तो हाल्दिनँ, टिकटकबाट गराएको हाल्थेँ अनि भ्यू चाहिँ आउँदैन। त्यही पनि गाइज आज चाहिँ फाइनली म गोठाला भैँसी चराउन छु। गाई त छैन कि गोरु भैँसी चराउन छु, बाख्रा। अनि हो पर चरिरहेछन्। अझै यता शीतलमा बसिरहेको छु। बहुत घाम छ गाइज, सकिन्न यहाँ चाहिँ। लास्टै गर्मी छ अहिले चाहिँ। अब गोठालाको जिन्दगी यस्तै हो। अझै ल ल ल ए ल हेर्छ अझ त्यसले चाहिँ ला ला भन्नुपर्छ गाइस, हेरिहाल्छ चाहिँ। यहाँ चाहिँ हल्का मान्छेले गाली गर्छ नि अनि डर लाग्छ। अनि यता छेउछेउ चरे त केही पनि हुन्न। अनि यता माथितिर छ कि यता यो भेटतिर गइदियो भने हल्का अब गाली गर्छन्। अझ यस्तो ठाउँमा बसिरहेको छु मस्तले। घाम चाहिँ अब उता उता झन् लाग्छ। अनि अब भैँसी चाहिँ कि चरेर एकछिन खाल बस्छ, गोरु चरिरहन्छन्। अहिले चाहिँ ट्याक्क कति 12:30 भइरहेछ अहिले टाइम। हामी 12 बजी खोलेर चाहिँ हामी 4 बजी चाहिँ घर लैजान्छौँ। करिब 4 मा चाहिँ घरतिर हिँड्छौँ है। अनि त्यही हो, आज चाहिँ बुढी छैनन्। बुढी चाहिँ माइत गएछन्। माइत सुशान्त चाहिँ रोक्को रोइ गरे भनेर अनि माइत पठाइदिएको। जो पैसा बुझाउन जहाँ गइन्छ त्यहीबाट फेरि अर्को मिटर ल्याउनु अरे। धनबहादुर प्राई 668 668 पञ्चपुरी 3 लगम। यो चाहिँ अर्को कागज रहेछ। यो चाहिँ के हो? अर्को कागज राख्नु रहेछ। यहाँ चाहिँ फोटो टाँसी जस्तो छ। के छ रहेछ त? पहिला चाहिँ 1500 रुपियाँ बुझाएको क्या, अहिले चाहिँ 100 रुपियाँ। मतलब 2-3 महिनाको लागि अझै भर्नु भएको थियो कि आज भ्याइएर नि मैले फेरि जानु पर्छु। टोटल 1600 रुपियाँ जम्मा भएको छ। एउटा माइक किन्ने भनेको गाइस अब मेरो फोनै टाइप बी पर्यो। माइक त किन्न लाग्थ्यो कि मेरो टाइप बी पर्यो। अनि त्यसपछि प्रायः जस्तो माइकमा टाइप सी मात्रै हुन्छ कि त्यही भएर चाहिँ मिल्दैन। अब एकैचोटि आइफोन र एकैचोटि किनौँला हैन। भाडा चाहिँ यता र उति गरेर मुखै चलाउने स्किममा आएको छु। भैँसी र गोरुको त चिन्ता गर्नु पर्दैन। यहाँ छोडेर घर मजाले सुत्नु केही छैन। 4 बजी आयो ट्याक्क लग्यो, केही छैन। तर बाख्रा चाहिँ पहिले चाहिँ घरै छोड्थ्यौँ। अनि अहिले चाहिँ कस्तो भएको छ भनेपछि पहिला घर छोड्थ्यौँ, घर कराएको कुरा गरेर अनि लिएर आउन आज बाख्रा लिएर आएको कति भइगयो क्या हो, 7-8 दिन भइगयो बाख्रा चराउन लागेको।
त्यो गाइस अघि न चाहिँ ऊ पारा थिएँ अहिले चाहिँ यहाँ छु साउनको महिना कल चाहिँ यता छु अघि चाहिँ म गाइस यहाँ थियो देख्न सक्नुहुन्छ अनि बुढी चाहिँ कहिले खेर आउँछन् भनेर चाहिँ यहाँ कुरिरहेको छु मेरो बुढी गाइस बुढी आयो बुढी आयो आज आउँछ होइन हो त गएको हो त्यो देखिन्छ नि अलिअलि त्यो चाहिँ मेरो बुढी हो कति छिटो हिँड्छ छिटो आइज भनेको ठुलो गर्दै आज कति मिनट 15 मिनटमा आयो त आइज सेतिया यता यता आइज यसो अहिले चाहिँ सिसाको बुढामा चाहिँ शीतल टक्क परेको त्यही भएर यता बसेको बस्ने मजाले चर्चन भैँसी र गोरु र भैँसीलाई हेर्नु पर्दैन बाख्रा त्यही पनि बाख्रा चाहिँ खाँचै लगाउन क्या त्यही भएर चाहिँ हल्का हुने हुन्छ कि त्यही भएर चाहिँ हो बुढी आएपछि त मन खुसी हुन्छ यार गाइस धाराको बिल तिर्न थोरै काम छ धाराको बिल तिर्न अनि खोर्सानी लिन भ्लग स्टार्ट गर्नु पाएन यस्तो गराइदियो यार सो गाइस बुढी आइसकेको छन् अब म चाहिँ यस्तै जान्छु यस्तै हालतमा लगाइदिन्छु लगाइदिएर गएर बिल बुझाएर खुर्सानी लिएर आउँछु चाहिँ मेरो बुढीलाई चाहियो र चटपटे यहाँ चाहिँ अहिले भेट्छु ल हामी भनेको त भ्याजभुज काम गरेर हिँड्ने मान्छे कि ट्याक्क पल्टेको ट्याक्क है अनि बुढीलाई चटपटे घरको लागि खुर्सानी लिएर चाहिँ आयो अहिले चाहिँ गाइस एउटा कुरा भनौँ चटपटी चाहिँ यति पिरो गराउनु पठाएको छु यति पिरो गराउनु पठाएको छु कि त्यो खुर्सानी नै देख्छ है मतलब ठुलो खुर्सानी देख्दै गाइस के हुन्छ रियाक्सन होइन मन लागेको छ भनेर यस्तो सताई 50 को लिएर आइदिएको छु गाइस 50 को चटपटे बनाएको मेरो त्यो सोच्दा त ह्यादै आउँछ कि गाइस 50 को यति पिरो गराएर पठाएको छु बुढीको रियाक्सन हेर्नको लागि गाइस पुरा भिडियो हेरौँ तब तक गाइस लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ त्यो त होइन कहाँबाट देखाइदिएँ मैले भिडियो त्यो चाहिँ यहाँबाट जानुपर्ने हुन्छ सबैभन्दा पहिला चटपटी चाहिँ यति बबल भएको मैले खाँदै आएको यो चाहिँ पानी हो तल हो त्यो भित्रिएको ठाउँ चाहिँ त्यसरी जानुपर्छ म चाहिँ उता यस्तो फोटो यस्तो भएर नि यार बजारमा घुम्यो यार गाइस बुढीको लागि यस्तो घुम्यो क्या यो धाराको त आएको है बाटो यस्तो छ गाइस बन्द गरेर भेट्छु है खास त गाइस मैले ल्याइदिन्न भने चाहिँ पछि फेरि चटपटेको तलतिर बन्द चाहिँ माथि फेरि यस्तो बगल गराउँछ नि तल त्यति गराउनु नि लिएर आउनु भने चाउमिन ल्याइदिन्छु भनेको नाइ भने गाइस गएर रियाक्सन हेरौँ सरी अझै पनि हार मान्दिनँ म धुलो खुर्सानी फेरि मुखमा लाग्छ पेटमा लाग्दैन पेटमा लाग्छ केही लाग्दैन अनि हरियो खुर्सानी फेरि काटेर हालेको त्यो चाहिँ सिधै गएर पेटमा लाग्छ यसले कस्तो पोल्छ पेट ठिकै भयो पानीमा हिँड्न नमान्ने
गाइस जब पेट दुख्यो र छाती दुख्यो भनेपछि त्यसलाई म भिडियो गराउँछु यस्तरी गुड्छु कि यस्तरी गुड्छु यसका माइतीहरूले केही पनि नभनुन् परिवार पनि देखाउँछु त फेरि यस्तरी पिरो खाएको मैले पिरो खान्छ भने थिएँ न बाबु किन नभए आफूको मन परेर ल्यायो हुन्छ नि अन्त त्यसले नाम लिएको किन्ने काम पनि तँलाई त्यो मर्न दिएको होला नि यत्रो पिरो जति पिरो पनि कहाँ छोड्छु र मैले पनि खाना खाइछु पानी खान्छौँ चल गाइस खाइस दुर्ने भइसक्यो ल अरूलाई के भन्ने गाइस भगवान बुढे अनि त्यो मिठाई सिठाई त लिएर आउनुपर्छ चिरो खाना यहाँ घर गयो अबदेखि चटपटे खान्छु नभल्ना बुढीले भनेर यति पिरो ल्याएको बल्ल बल्ल पिरो गयो गाइस भने खानी नै अब अर्कोचोटि खानी नै मैले त्यस्तै घरमा खुर्सानी खाने मान्छे यो नखाने मान्छे तर मलाई यस्तो पिरो भइदियो भने तर यसलाई पिरो भयो लेकिन म जति नै चटपटे खान्छु तर यति पिरो चाहिँ खान्न अबदेखि ल ल गाइस त्यही हो है भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला त्यही त गाइस नेक्स्ट भिडियोमा भेटौँला अनि यसलाई चाहिँ सकेसक्दो चाहिँ गाइस सक्दो सेयर गरिदिनु सकेसक्दो नै सकेसम्म चाहिँ सेयर गरिदिनु एउटालाई 4-5 चोटि सेयर गरिदिनु है गाइस तर चाहिँ यो भिडियोमा भ्युज आउनु पर्यो भन्न चाहन्छु है म गाइस र त्यही त गाइस दाइ अर्को च्यालेन्ज भिडियो ल्याउने कि नै यतिकै पिरोमा च्यालेन्ज गर्ने भएपछि यस्तै गर्ने नत्र नगर्ने नै
ठिक्कैको थियो कि गाइस, चटपटे ठिक्कैको थियो कि मैले फेरि बुढले अब यो आज खानिदिन्छु त्यसपछि खानिदिन्न भनेर यति नामको हालिदिनु पठाएको है खुर्सानी। ऊ चाहिँ खास हेर त्यो गाइस। जबसम्म उता पानी खाना गइएन यता सब पुरा सायद म बेहोस हुन्छु जस्तो लाग्यो। त्यही हो गाइस, नेक्स्ट भिडियोमा भेटौँला अनि च्यालेन्ज भिडियो ल्याउनेवाला छौँ। नेक्स्ट भिडियो कमेन्ट गर्नु होला है त।